हेलो एभ्रिवान, म चाहिँ आज एउटा पार्क छ होइन यहाँ अगाडि, त्यो पार्कतिर जाउँ कि भनेर विचार गरेर हिँडेको। अहिले चाहिँ यो रमजानको कारणले गर्दाखेरि होला अलि उयोहरू छ क्या, सुनसान छ क्या रोडहरू पनि होइन। म चाहिँ यो खास यो ट्याङ्की देख्नु भएको छ नि, यो ट्याङ्कीको साइडमा एउटा पार्क छ होइन, त्यहाँ जाउँ कि भनेर निस्केको हो एक्लै होइन। साथीलाई जाउँ भनेको साथीले अल्छी गरेर बसिरहेछ। अनि त्यसपछि यहाँ हेर्नु सनसेट पनि राम्रो देखिरहेछ। यो चाहिँ अब डुब्न लागेको घाम होइन नेपालमा चाहिँ। म चाहिँ टक्क हिँडिरहेको छु क्या बाटोमा, यस्तो राम्रो रहेछ यता। त्यति याद गरेको थिएन, खास हामी ड्युटी त त्यही बाटो जान्छ, तर पनि यतापट्टि साइडबाट आएको थिएन, खासै याद गरेको थिएन। राम्रो रहेछ। त्यहाँ एउटा ठुलो केबल कम्पनी रहेछ, ल्यान्ड रोभर सायद यो गाडीको कारको। म चाहिँ सिग्नल क्रस गर्न लाग्यो, मैले चाहिँ यहाँ प्रेस गरेको छ होइन। प्रेस गरेपछि यता रातो बत्ती बोल्छ, यता हरियो बत्ती बोल्छ, त्यसपछि म जाऊँ होइन। यो चाहिँ सिस्टम राम्रो छ यहाँको। मैले चाहिँ रोड क्रस गरेँ होइन। यो पार्कको अलिकति भएको होइन, यसरी हिँड्न दिँदैन होला मलाई, दियो भने मार्छ। जगिङ गर्नको लागि बना हो कि के होइन, यो जगिङ गर्नको लागि धेरै राम्रो उपयुक्त ठाउँ छ। यस्तै उयोहरू पनि बनाइदिएको रहेछ होइन, थुप्रो राउन्ड छ होइन, थुप्रो पुरै यो जगिङ गर्नकै लागि भनेर बनाएको पनि हुनसक्छ। बिहान बिहान आएर ठक्क जगिङ गर्नलाई चाहिँ टाइमै हुन्छ, तर 10 दिनको छुट्टी छ। 10 दिनको छुट्टीमा 10 दिन मात्रै जगिङ गरेर के फाइदा क्या होइन, फाइदा छैन नि। फाइदाको लागि गर्ने हो, जो फाइदै छैन भने के काम छ। पुरै अगाडिको पार्क होइन, पुरै साइडमा रोड छ होइन। म चाहिँ यो पार्कमा बिचमा पुरै पार्क हो होइन। मलाई त्यहाँ जानलाई चाहिँ डर लाग्यो, त्यहाँ जाने बाटो पनि छैन। फेरि मलाई उ गऱ्यो भने पुलिसले समातेर तनाव हुन्छ, त्यही भएर म चाहिँ त्यता गएन। अनि मैले चाहिँ यो एउटा यतै साइडकै पार्कमा आएँ। पार्कमा आएर भिडियो बनाएँ। म चाहिँ फेरि फर्किनु लाग्यो है। अब चाहिँ पानी ट्याङ्की